कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन भएको जो छ सो श्री सुस्तानी परमेश्वरीको महात्म्यको पवित्र कथा म तिमीलाई सुनाउँछु। एकचित्त भएर सुन। यो अनन्त कोटि ब्रह्माण्डका सृष्टिकर्ता परमात्माले पहिले आफूलाई 3 देवताको रूपमा प्रकट गरे। पहिलो ब्रह्मा, दोस्रो विष्णु र तेस्रो महेश्वरको रूप लिएका देवताहरू मध्ये ब्रह्मा सृष्टि गर्ने, विष्णु पालन गर्ने र महेश्वर संहार गर्ने भए। ती तीनै देवता एउटै परमात्माका त्रिपुत्र हुन्। उनै परमात्माका इच्छाले सृष्टि, पालन र संहार हुने गर्दछ। उनै अनन्त कोटि ब्रह्माण्डका अधिपतिका इच्छाले यस विश्व ब्रह्माण्डभित्र सबै प्राणीको जन्म, पालन र नाश हुन्छ। यसरी नै अनन्त कालदेखि संसारको चक्रको क्रम चलिरहेको छ। हे अगस्त्य मुनि, ब्रह्मा, विष्णु र शिव मध्ये ब्रह्माको मात्र आयुको अवधि छ। विष्णु र शिवका आयुको कुनै परिमाण छैन। ब्रह्माको पुरा आयुलाई परमायु भनिन्छ। यो परमायु ब्रह्माका 100 वर्षले पुरा भएको हुन्छ। 100 को आधा 50 हुनाले ब्रह्माको 50 वर्षलाई परार्ध भनिन्छ। 100 वर्षका आयुको अवधि पुरा भएपछि ब्रह्माको नाश हुन्छ। यसैलाई प्रलय भनिन्छ। प्रलय भएपछि अघिल्लो सृष्टि केही रहँदैन, केवल आकाश वा शून्य मात्र रहन्छ र नयाँ सृष्टि सुरु हुन्छ। अघिल्लो सृष्टि जुन क्रमले भएको थियो, नयाँ सृष्टि पनि उही क्रमले हुन्छ, तर प्रलय चाहिँ धेरै प्रकारले हुन्छ। विष्णुको वैकुण्ठ र शिवको कैलाश वासस्थान भए जस्तै ब्रह्माको निवास स्थान सत्यलोकमा छ। त्यहाँ पनि दिनरात भइरहन्छ। यसै कारण ब्रह्माको आयु घट्दै जान्छ र 100 वर्ष पुरा भएपछि प्रलय हुन्छ। ब्रह्माको प्रातः काल भएपछि उनी सृष्टि गर्न थाल्दछन्। ब्रह्माका एक दिनमा सत्य, त्रेता, द्वापर र कली चारै युग घुम्दछन्। दिन सकिएर रात परेपछि प्रलय हुन्छ। यसै क्रमले ब्रह्माको 100 वर्ष बितिसक्दा महाप्रलय हुन्छ। महाप्रलय भएपछि निराकार शून्य आकाश मात्र रहन्छ। हे अगस्त्य मुनि, ब्रह्माण्डका अधिपति परमात्माले फेरि सृष्टि गर्ने इच्छाले पहिले जस्तै रजोगुणले युक्त ब्रह्मालाई उत्पन्न गरेर सृष्टिका निम्ति अहङ्कार, पञ्चमहाभूत, ज्ञानेन्द्रिय, मन, बुद्धि, मात्रा, शब्द, स्पर्श, रूप, रस र गन्ध आदिले सहित भएको चराका फूल जस्तो आकार भएको एउटा अण्ड उत्पत्ति भयो। त्यो अण्ड ब्रह्ममय हुनाले यसैलाई ब्रह्माण्ड भनियो। त्यो अण्ड फुटेर 2 भाग भएपछि एक भागले प्रकृति र अर्को भागले पुरुष बन्यो। तिनै प्रकृति र पुरुषमा चतुर्मुख ब्रह्माले सृष्टि गर्दछन्। अन्ततः कोटि ब्रह्माण्डका स्वामी विष्णुले पालन गर्दछन् र पञ्चमुख रुद्रले संहारका सम्पूर्ण कार्यहरू गर्दछन्। हे अगस्त्य मुनि, जसका इच्छाले अघि वर्णन गरिएका अण्डको उत्पत्ति हुन्छ, तिनै ब्रह्म परमात्माका हजारौं नाम छन्। तिनीहरूमध्ये त्रिगुणातीत, चतुर्व्यूह, प्रजापति, हिरण्यगर्भ, अनादि आदि पनि हुन्। सुमेरु पर्वत समुद्रका माझमा र सम्पूर्ण जीवहरू गर्भाशयमा बालक रहे झैं उनी भित्रै रहेका छन्। निराकार आकाश पनि सत्व, रज र तम त्रिगुणात्मिका माया र पृथ्वी, जल, तेज, वायु र आकाशले बेरिए झैं भएर आकारवान हुन्छन्। तिनीहरू एक रूपबाट अर्को रूपमा देखिन्छन्। आकाशको भिन्न रूपलाई राम्रो गरी विचार गर्दा फेद, माझ र टुप्पो केही नभएको देखिन्छ। त्यो नै अनादि परमात्माको लीला मात्र हो। त्यसलाई नबुझ्नाले जगत भ्रान्तिमा छ। उनै परमात्माका इच्छाले सृष्टि, स्थिति र प्रलय हुन्छ। सृष्टिमा रहेका कोटि कोटि ब्रह्माण्डको गणन गर्न कसैले सक्दैन। जति जति ब्रह्माण्ड छन् त्यति ब्रह्मा, विष्णु, शिव, सूर्य, चन्द्र र इन्द्रादि देवताहरू पनि भिन्न भिन्न छन्। हे अगस्त्य मुनि, निदाएका बेला स्वप्नमा सुख दुःख, आपद विपद, हर्ष विस्मात आदि अनेकौं देखिन्छन्। तर निन्द्राबाट बिउजिएपछि ती केही पनि त्यस ठाउँमा हुँदैनन्। त्यस्तै यस संसारका सुख दुःख आदि पनि सपना झैं अनित्य छन्। सुख दुःखको अनुभव केवल मनले गर्दछ।
मनलाई आफ्ना वशमा राखेर ईश्वर प्राप्तिको मुख्य मार्ग रोज्नु नै विवेकी प्राणीका जीवनको एकमात्र लक्ष्य रहेछ भन्ने ज्ञान हुनुपर्दछ। हे अगस्त्य मुनि, त्यो ज्ञान प्राप्तिका लागि अब तिमी एकाग्र भएर तपस्या गर, अवश्य सिद्धि प्राप्त गर्नेछौ। तन मन वचन र कर्मले ज्ञानको साधना गर। हे मुनि, यो सृष्टिको क्रम र ब्रह्माण्ड उत्पत्ति भएको वर्णन मैले तिमीलाई सुनाएँ। अब दोस्रो अध्यायमा पदम कल्पको वर्णन सुनाउनेछु, तिमी ध्यानपूर्वक सुन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथाया ब्रह्माण्ड वर्णन नाम प्रथम अध्याय।